मैले एक दिन बसमा हिँडिरहँदा आफ्नो भोपू प्रेमिकालाई भेटेँ। उनी आफ्नो छोरा र बुढासँग थिइन्। म पनि मेरो श्रीमतीसँग थिएँ। एकछिनमा उनले पनि मलाई देखे। उनको बुढा बस्न निदाइरहेका थिए। त्यसै बीचमा हामीले हाम्रो 5 वर्ष अगाडिको प्रेम सम्बन्ध सम्झियौं। हामी एकअर्कालाई धेरै माया गर्थ्यौं, तर म दलित र उनी बाहुन भएका कारण उनको परिवार र समाजले हाम्रो प्रेमलाई स्वीकारेन। हामी एकअर्कासँग धेरै नजिक भइसकेका थियौं, तर बीचमै छुटिन पर्यो। उनको काखमा खेलिरहेको उनको छोराले मलाई मायाले हेर्दै थियो। हामी एकअर्कासँग केही बोल्न सकेनौं। बसमै उनी कागज निकालेर केही लेख्दै थिइन्। त्यसबीचमा उनी झर्ने ठाउँ आयो। उनले कागजमा केही लेखेर मलाई छोडिदिएकी थिइन्। त्यो पढेर म छाँगाबाट खसे झैं भएँ। प्रिय काले, धेरै माया। हाम्रो सम्बन्धको बारेमा दाइले थाहा पाएपछि त्यसै रात मलाई पल्लो गाउँको जमदारको छोरासँग टिकाटाला गरेर काठमाडौँ पठाइदिए। गाउँमा चलेको हल्ला जस्तो म भागेर आएको थिइनँ काले, तर तिमी भाग्यमानी रहेछौ, यतिका वर्षपछि आफ्नो रगतलाई देख्न पायौ। मेरो काखमा खेलिरहेको बच्चा हाम्रै मायाको निशानी हो काले। तिम्रो आफ्नै छोरा। यो जुनीमा तिम्रो बन्न सकिन, माफ गरिदेऊ है। त्यसपछि के भयो त? के हाम्रो भेट भयो त? त्यो बच्चाले आफ्नो असली बाबा चिन्यो त? पुरा भिडियो हेर्नको लागि युट्युबमा मुरली तिरिरी शिशिर भण्डारी सर्च गरेर हेर्नुहोला है।